खबरदारी गर्न भोलि आइतबार जाँदैछु, सबैभन्दा पहिला यो काम गर्नु। मैले गौरी सङ्घका साथीहरूलाई भनिसकेको छु, भोलि नेपाल टेलिकम जानको लागि तयार भएर बस्नुहोस्। गौरी शङ्करका साथीहरू कति हुनुहुन्छ यहाँ? मलाई गौरी शङ्कर लगेर घुमाउनु भयो गौरी शङ्कर पालिका। हाम्रो जिल्लामा कुनै पनि पालिकामा 500 मिटर बाटो पनि पिच छैन भने त्यही एउटा गौरी शङ्कर गाउँपालिका हो। यो मैले किन जोड्दैछु तपाईहरुले कति बुझ्नुभयो? किनभने नेतृत्व मात्रै घर छेउको भएर हुँदैन, इच्छा शक्ति भएको नेतृत्व जब बनाउनुहुन्छ तपाईको 500 मिटर हैन सबै बाटो पिच हुन्छ। हाम्रो गत निर्वाचनहरू हामीले देखेका थियौं, उम्मेदवारहरू एउटा पालिकाबाट अर्को पालिकामा जान नसक्ने अवस्था थियो। गौरी शङ्कर लगायतका ठाउँमा मत माग्दै जाँदा जिल्ला नेतृत्वहरू डराउँथ्यो, सम्पर्क गर्न उहाँहरूलाई हाम्रो फोन लाग्दैन थियो। किनभने नेपाल सरकारले दिने सुविधा, त्यहाँ टेलिकमले दिने सुविधा उपलब्ध रहेनछ, गौरी शङ्करमा फोन लाग्दैन। मेरो नेतृत्व छटपटियो, भोट माग्न गएका साथीहरू कता जानुभयो, छटपटिनु भयो उहाँ। मैले त्यो कुरा सम्झेर भोलि नेपाल टेलिकममा खबरदारी गर्न भोलि आइतबार जाँदैछु, सबैभन्दा पहिला यो काम गर्नु। मैले गौरी सङ्घका साथीहरूलाई भनिसकेको छु, भोलि नेपाल टेलिकम जानको लागि तयार भएर बस्नुहोस्। हामीले अहिले लगानी बोल्दै हुने, बोल्ने बित्तिकै हुने काम त गर्न अगाडि बढ्नु पर्यो नि। बजेट छुट्याउनको लागि त भोलि राज्य सत्ता तयार छ। दोलखाबाट जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी हुँदै गर्दाखेरि अब धेरै बजेट दोलखामा ल्याउँछ भन्ने कतै कल्पना गर्नु भएको छ भने त्यो सम्भावना छैन। अब राज्यले कसरी अगाडि बढाउँदैछ भने आवश्यकता र राज्यको ढुकुटीको आधारमा त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेता जगदीश खरेलले लाने बजेट हैन, राज्यले समानताको आधार र आवश्यकताको आधारमा बजेट पठाउँछ। त्यो बजेटको निगरानी चाहिँ त्यो बजेटको निगरानी गर्न दोलखामा गएर बस्न म तयार छु। हिजोको दिनमा तपाईहरुले बुझ्नु भएको छ, हाम्रो सांसद, हाम्रो मन्त्रीले बजेट ल्याइदिनु भयो भनेर तपाईहरुले सुन्न पाउनुहुने छैन। हाम्रो सांसदले बजेट ल्याए भनेर तपाईहरुले सुन्न पाउनुहुने छैन, किनभने बजेट राज्यले पठाउने हो। त्यो बजेटलाई कार्यान्वयन गर्नलाई स्थानीय सरकार बनाएका छौँ। अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय सरकारमा इमानदार व्यक्तित्व तयार गरेर अगाडि बढाउनुहोस्। त्यो बजेटलाई इमानदारिताका साथ प्रयोगमा ल्याउनु पर्नेछ। एउटा काम चाहिँ के गर्छु भने म हिजोको जस्तो त्यो विकेन्द्रीकृत भएको बजेट 50,000 र 1 लाख हालेर उपभोक्ता समिति बनाएर बाँडी खान चाहिँ म दिनेवाला छैन। बजेट एकीकृत गरेर कुनै काम गर्छु त बजेट एकीकृत गरेर एउटा मात्रै किन नहोस्, स्थायी प्रकृतिको काम अगाडि बढाउनलाई स्थानीय सरकारलाई पनि म निर्देशन दिन तयार भएको छु।